हेलो एभ्रिवान, हामी चाहिँ भर्खरै यहाँ माथि के भन्छ यो हनुमान भएको ठाउँमा उकालो चढ्दैछौँ होइन। अब कागेश्वरी हिँड्दैछौँ। लास्टै उकालो चढ्दा चढ्दा गाह्रो भइरहेछ। हामी चाहिँ दुईजना मात्रै हिँडिरहेछौँ। अल्छिलाएर यता हेर्नु न। हेलो भन्नु न। हेलो गाइस, हामी चाहिँ उकालो चढेर हिँड्दैछौँ। धेरै गाह्रो भइरहेछ होइन। जङ्गलमा कोही छैन, एकदम सुनसान छ। हेर्नुहोस् त, कोही छैन। किरा फटेङ्ग्राहरू कराइरह। जङ्गलको हालत त्यस्तो छ। अब त के भन्छ हौ, भोलि पर्सि खरेरी लाग्छ नि त। अनि रुख पनि यस्तो यस्तो भइरहेछ क्या। अनि हामी चाहिँ यस्तो छ, हाम्रो तार हिँड्न नसकेर स्यास्या भइरह पुरै। यत्रो उकालो चढ्नुपर्छ। अनि चाहिँ थाकेर है उकालो हिँड्दा हिँड्दा कस्तो गाह्रो भइरह। यो कागेश्वरीको उकालो कति धेरै हो, कहिले पुग्नु। लास्टै गाह्रो भयो। हेर्नु, जुत्ता पनि ढ्याङ ढ्याङ लाएर हिँड्नुपर्ने अवस्था हो। मैले चाहिँ जुत्ता लाएन, मैले चप्पल लगाएको छु। जुत्ता लाएर झन् जाडो त जाडो, हिँड्दा हिँड्दा गर्मी भइहाल्छ। अनि के गर्नु, उहाँको पारा यस्तो छ, देख्छ कि देख्दैन। मोबाइल पनि समाउनु आउँदैन। तपाईँलाई देखाउनु खोजेको के मैले। आउनु न। ऊ लट्ठी हेर्नु न, लट्ठी कति सानो लट्ठी बोकेर हिँड्दैछौँ। लट्ठी टेक्दै टेक्दै आधी 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 आइपुग्यो। धेरै गाह्रो भइरहेको, स्यास्या आएर बुढाबुढीलाई जस्तो गाह्रो छ हौ गाइजहरू, गाह्रो छ। सिस्टर कहाँ हिँडेको र हामी? कागेश्वरी जङ्गलको कटुस खोज्दै हिँडेको। बाटो केही छैन। भिरै भिड छ हौ। कसरी जाने? अनि हामीले कटुसम्ममा भेट्यो होइन, भिडमा भेट्यो त्यो माथि। यस्तो छ हालत बाटो कोतारेर उस्तै होइन। गाइज घोच्यो खुट्टा, यो त काँडा रहेछ नि त। मलाई पट्टै पसेछ हौ। के भयो? हालत चाहिँ हालत त्यस्तो छ हाम्रो। अनि खोइ त कटुस भुइँतिर यस्तो कारवाही मात्र छ। तर टाइम एक्सपायर भइसकेको छैन कहिले होइन। टाइम सकिसकेको छ। आएको छ कि भनेर एकचोटि यहाँतिर घुम्न आउँदा बोर्ड देखेर आएको। यस्तो मात्रै छ, घोचेर उधुम फेरि। अस्ति कार्तिकमा खोज्न आउनु पर्ने रहेछ होइन। हामी चाहिँ मङ्सिर लागिसक्यो, के अरे पुस लागिसक्यो होइन। यस्तो छ, यस्तो जङ्गलमा हामी चाहिँ आएको थियौँ। अब जाने हामी। यस्तो चाहिँ छनु चाहिँ छ कि, तर भएन के, पाएन। घोप्टेर खिचिदिनु पर्यो। त्यस्तो तर सबै फस्रो भइसक्यो है। भर्खर जङ्गलबाट बल्ल बल्ल निस्किएको होइन। यस्तो लुगाहरूको हालत हेर्नु न, खत्तम भयो, खत्तम। हाततिर सबै काँडाले घोचेर उहाँको ताल त्यस्तो छ। अनि होइन ऊ त्यहाँ चाहिँ अलिकति रारा जस्तो माथि छ नि रुख, त्यहाँ पुग्यो भए चाहिँ हामी कागेश्वरी पुग्थ्यौँ। अलिकति माथि हो, तर अब नजाने ऊ माथि मान्छे पनि रहेछ। रातो रातो देखिरहेको। तर आज के रहेछ, मान्छेहरू छ नि त टर्ने। आज मेला छ क्या नि, भइहाल्यो गइरहेछ नि। खै जाने हो माथि? अझै छ हिँड्नु पर्ने। दुईवटा भरे नि त हो नि, जान। अब यसै छैन त्यसै छैन। त्यत्रो माथि गएर पुग्न फेरि पुगिहाल्छ नि एक राउन्ड त्यहाँसम्म। अनि
अस्ति हामी पानी खाएको आउँथ्यौँ यहाँबाट अनि अलिकति माथि हो अनि आइपुगिहाल्छ भोक लाग्यो त अब वन जङ्गलमा कसले के खानिदिन्छ अन्त देखेर मान्छेले के भन्छ खत्तम टाइम नबित्यो भन ग हामी चाहिँ कटुस खोज्न हिँडेको थियौँ जङ्गल तर के गर्नु छैन टाइम नबित्यामा आएपछि कहाँबाट हुन्छ कागेश्वरी जाने भनेर हिँडेको हिँड्न नसकेर फेरि फर्किनु पर्ने अवस्था हिँड्नु नसक्ने भन्दा पनि भोक लागिसक्यो जङ्गल रुल्दा अनि माथि जानु मन लाग्यो भने फर्किँदैछौँ हामी चाहिँ होइन उहाँको ताल चाहिँ त्यस्तो छ देखिरहेको छैन फेरि अब भ्लग नबनाउने मान्छेलाई मोबाइल पनि राम्रोसँग समात्न आउँदैन अनि के कुरा गर्नु त अब कहिले पुग्ने हो हामी रुनु मन लाग्छ भोक लगाएर यता भोक लगाएर रुनु लाग्नु भइरहेछ फेरि उहाँ त रेन्जर पनि भोक लाग्छ थाहा के गर्नुहुन्छ कहिले भोक लागेपछि हाँसे कहिले चाहिँ डिसाइ गर्नुहुन्छ एकदम खतरा पनि यता हेर्नु न मेरो भ्लगमा तपाईँलाई पनि स्वागत छ के भोक लाग्यो हामी चाहिँ फाइनली तल आइपुग्यौँ है गाइस होइन अनि भोक लगाएर यी चिप्सहरू कुरकुरेहरू किनेर अब खाँदै घर जानुपर्ने अवस्था छ भर्खरै यति सिँढीबाट तल आइपुग्यौँ होइन यता मन्दिर छ खाना होइन हामी चाहिँ फाइनली रोडमा आइपुग्यौँ गाइसहरू थाक्यो बल्ल रोड निस्क्यो त्यत्रो बाटो होइन थाकेर बिहार भइयो गाह्रो छ हामीलाई यतातिरको बाटो चाहिँ यस्तो सुनसान छ त है मान्छेहरू नै छैन एकदम सुनसान छ जिन्दगी मोबाइल पनि कसरी समाउन आउँदैन हामीलाई कस्तो राम्रो अब बोल्नु पनि आउँदैन कत्र बोल्नु न ब्लग बनाएको हो कि होइन पनि थाहा छैन बोल्नु आएको बोल्नु नआएपछि कसको के लाग्छ बोल्नु न तपाईँलाई बोल्न आउँछ त गाइस हामी चाहिँ माथि पुगेर रेन्जर है अनि माथिसम्म पुग्न नसकेर बिच बाटोबाट हामी फर्क्यो अनि अहिले हामी फर्किसक्यो रोडमा आइसक्यो अब यहाँबाट हामी लगभग घर पुग्न 10 मिनट जस्तो लाग्छ बाई बाई थ्याङ्क यू फर वाचिङ